आफ्नो भए जति सर्वस्व गुमाएर पनि यति साहसीले यति आँटिली नारी सृष्टि तिवारीलाई त म एकदमै नमन गर्छु। उहाँको भिडियो हेर्दाखेरि उहाँले भनेको कुरा हामीलाई सुन्नलाई यति गाह्रो भयो भने उहाँले कसरी भोग्नुभयो होला। यति भएर पनि उहाँ अहिले यो अवस्थामा आउनु भनेको त नि हर कोहीले सक्दैन। यदि हजुरहरू कोही मेरो जिन्दगी केही छैन सकियो भन्ने सम्म पुग्नु भएको छ भने बिन्ती छ एकचोटि उहाँ डाक्टर सृष्टि तिवारीको भिडियो हेर्नु होला कि उहाँ जस्तो मान्छे मैले कहिले आजसम्म सुनेको थिएन जिन्दगीमा। यति भयो हैन 30 वर्षको उमेरमा यतिको साहसीले नारी चाहिँ मैले कोही पनि सुनेको थिएन। म त उहाँलाई एकदमै भित्रैदेखि नमन गर्छु हैन। र उहाँको जति पनि परिवारको त्यस्तो भयो उहाँको चाहिँ आत्माले शान्ति पाओस्, उहाँलाई अब जिन्दगीमा केही दुःख नपरोस् भगवान, यही भन्न चाहन्छु म चाहिँ।